शिवराज नगरपालिका 9 बान्याभार स्थित श्री सरस्वती माध्यमिक विद्यालयको विद्यालय स्तरीय बाल क्लबले आफ्नो नियमित वार्षिक कार्यतालिका अनुसार भित्ते पत्रिकाको 11औं संस्करण निर्माण गरी सार्वजनिक गरेको छ। बिहीबार माघ मसान्तको अवसर पारेर आगामी महिना फागुनका लागि तयार पारिएको उक्त भित्ते पत्रिका विद्यालयको सूचना पार्टीमा टाँसिएको हो। बाल क्लबकी अध्यक्ष एलिसा चौधरीको नेतृत्वमा सम्पन्न भएको यस रचनात्मक कार्यमा विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीहरूले सक्रिय सहभागिता जनाएका थिए। विद्यार्थीहरूले आफ्नो रुचि र क्षमता अनुसारका स्वरचित कविता, कथा, निबन्ध, मौलिक चित्रकला, स्केच, ज्ञानवर्धक सामान्य ज्ञान, प्रेरक भनाइहरू र विद्यालयका गतिविधिका तस्बिरहरू जस्ता सामग्रीहरू मार्फत आफ्ना अन्तर्निहित प्रतिभा प्रस्तुत गरेका थिए। उक्त कार्यलाई पूर्णता दिन विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक श्री राजेन्द्र बोहराले प्राविधिक सहयोग पुर्याउनु भएको थियो। विद्यालयका अनुसार बाल क्लबले विगत 11 महिनादेखि प्रत्येक महिनाको अन्तिम दिन मसान्तमा नियमित रूपमा भित्ते पत्रिका प्रकाशन गर्दै आएको छ। विद्यार्थीहरूको सृजनशीलतालाई उजागर गर्न र उनीहरूमा लेखन तथा सम्पादन कलाको विकास गर्न यो भित्ते पत्रिकाले महत्त्वपूर्ण भूमिका खेलेको छ, बाल क्लबकी अध्यक्ष एलिसा चौधरीले बताउनुभयो। यस कार्यले विद्यालयमा अतिरिक्त क्रियाकलापप्रति विद्यार्थीहरूको आकर्षण बढ्नुका साथै सूचना आदान प्रदानमा समेत सहज पुगेको विद्यालय प्रशासनले जनाएको छ।